आखिर किन गरेनन् बालेन शाहलाई कर्णालीका नागरिकले अपेक्षित समर्थन। नमस्कार, म विवेक कठायत। सधैँ चाहिँ नयाँ र रोचक कुरा लिएर आइसकेको छु आज तपाईहरुको माझमा। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। बेली छकालाई एउटा सुइना देखेको थिएँ। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। कर्णाली सभ्यताको संरक्षण तथा पूर्वाधार विकासका विषयमा बारम्बार आवाज उठाइरहेका छन्। बालेन शाहले कर्णालीको विकास, स्थानीय उत्पादनको बजार विस्तार, उनले कर्णालीका स्याउ, मार्सी चामल लगायतका उत्पादन देशभर विश्व बजारसम्म पुर्याउने बताएका छन्। तर प्रश्न उठ्छ, यदि यस्ता प्रतिबद्धता छन् भने कर्णालीका सबै नागरिकले किन उनलाई अपेक्षित रूपमा समर्थन गरेनन्? विश्लेषकहरूका अनुसार यसको मुख्य कारण विकासको बाचा मात्र नभई प्रत्यक्ष परिमाण हेर्ने प्रवृत्ति हो। कर्णालीका धेरै नागरिकले वर्षौंदेखि विभिन्न नेताबाट विकासको आश्वासन सुन्दै आइरहेका कारण उनीहरू सजिलै विश्वास गरिहाल्ने अवस्थामा छैनन्। अर्को कारण सूचना र पहुँचको समस्या पनि मानिन्छ। कर्णालीका दुर्गम क्षेत्रका धेरै नागरिकसम्म सामाजिक सञ्जाल र राजनीतिक सन्देश अन्य ठाउँको तुलनामा कम पुगेको बताइन्छ। सामाजिक सञ्जालमा केही नागरिकले ठूला कुरा गर्न सजिलो, काम गरेर देखाउन गाह्रो भन्ने प्रतिक्रिया दिएका छन्। उनीहरू विकासका प्रतिबद्धता भन्दा कार्यान्वयन हेर्न चाहन्छन्। त्यसैले कर्णालीका नागरिकले बालेन शाहलाई समर्थन नगरेको होइन। कर्णालीमा विकासको चाहना सबैको भए पनि उनले योजनाको वास्तविक परिमाण हेर्न पर्खिरहेको विश्लेषकहरूको भनाइ छ। विश्वास जित्न दीर्घकालीन काम र प्रत्यक्ष उपलब्धि आवश्यक पर्ने देखिन्छ। बरु उनीहरू धेरै बाचा सुनेका कारण अब परिमाण हेरेर मात्र समर्थन गर्ने मनस्थितिमा रहेका छन्। कर्णालीका नागरिकले समर्थन नगरेर विकास नचाहेको भन्ने होइन। त्यसैले आशमा छौँ, हामी आश गर्छौँ कर्णालीका जनता सबै लासबा छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यस्तै नयाँ र रोचक कुराहरू सुन्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।